हेलो मिनासान कोनिचिवा। आज चाहिँ लेसन 3 को भोकाबुलरी पढौँ है त। कोको हियर दिस प्लेस, यहाँ यो ठाउँ। सोको देयर द्याट प्लेस, त्यहाँ त्यो ठाउँ। आसोको द्याट प्लेस ओभर देयर, ऊ त्यहाँ ऊ त्यो ठाउँ। दोको भनेको वेयर वाट प्लेस, कहाँ कुन ठाउँ। कोचिरा दिस वे दिस प्लेस, यहाँ यतातिर। सोचिरा द्याट वे, त्यहाँ त्यतातिर। आचिरा द्याट वे, ऊ त्यहाँ ऊ त्यतातिर। दोचिरा भनेको विच वे वेयर, कुन कतातिर भनेको यो। कोचिरा सोचिरा आचिरा चाहिँ कोको सोको आसोको चाहिँ पोलाइट फर्म हो के। क्यौसिच्चु भनेको क्लासरुम कक्षा कोठा। सेकुदो भनेको क्यान्टिन डाइनिङ हल। जिमुस्यो भनेको अफिस कार्यालय। खाइगिसिच्चु भनेको मिटिङ रुम मिटिङ कोठा। उकेचुके भनेको रिसेप्सन डेस्क सोधपुछ कक्ष। रोबी भनेको लबी प्रतीक्षा कोठा। हेया भनेको रुम कोठा। तोइरे ओते आइरा भनेको टोइलेट रेस्टरुम शौचालय। खाइदान भनेको स्टेयरकेस भर्याङ। अनि एरेवेता भनेको लिफ्ट एलिभेटर। एसुखारेता भनेको एक्सलेटर। जितौ हानबाइकी भनेको भेन्डिङ मसिन। देनवा भनेको टेलिफोन कल फोन कल भनेको। कुनी भनेको देश। उची भनेको हाउस होम। कुचु भनेको सुज जुत्ता। नेकुताई भनेको नेकटाई। वाइन भनेको वाइन नै भयो। उरिबा भनेको डिपार्टमेन्ट काउन्टर पसल। चिखा भनेको बेसमेन्ट भुइँमुनिको तल्ला। खाइगाई भनेको द फ्लोर तल्ला, जस्तो एक तल्ला छ भने इचिखाई, 2 तल्ला छ भने निगाई भनेर भनिन्छ के। अनि नानगाई भनेको विच फ्लोर कुन तल्ला कति तल्ला भनेको के। एन भनेको एन जापानिज मुद्रा। इकुरा भनेको हाउ मच कति। ह्याकु भनेको 100 100। सेन भनेको 1000 1000। मान भनेको 10,000 10,000लाई मान भनिन्छ। सुमिमासेन भनेको एक्सक्युज मी क्षमा गर्नुहोस् भनेको। दौमो भनेको थ्याङ्क्स धन्यवाद। इरास्साइमासे भनेको वेलकम मे आई हेल्प यु भनेको स्वागत छ। जस्तो कुनै होटेल सपहरूमा कस्टमरहरू आउँदा चाहिँ इरास्साइमासे भनेर भन्छन् के त्यहाँको स्टाफहरूले के। अनि ओ मिसेते कुदासाई भनेको प्लिज सो मी भनेको। जस्तो सुमिमासेन सोनो नेकुतायो मिसेते कुदासाई भनेको चाहिँ एक्सक्युज मी त्यो नेकटाई देखाउनुहोस् भनेर यसरी भन्दाखेरि त्यो शब्दहरू प्रयोग गरिन्छ कि। ज्या भनेको वेल देन इन द केस भनेको त्यसो भए ल है त भन्नुपर्दा चाहिँ ज्या भनेर भनिन्छ कि। ओ कुदासाई भनेको गिभ मी कृपया दिनुहोस् भन्ने अर्थ हुन्छ कि। इटालिया भनेको इटली। स्विसु भनेको स्विजरल्यान्ड। फुरान्सु भनेको फ्रान्स। जाकारुता भनेको जाकर्ता। बान्कोक भनेको बेङ्कक। बेरुरिन भनेको बर्लिन। अनि सिन ओसाका भनेको ओसाकामा रहेको स्टेसनको नाम हो कि सिन ओसाका भनेको। लेसन 3 को मिनिङ यति नै हो। राम्रोसँग पढ्नु होला, यसलाई अलिक घोकेर याद गर्नु होला है त। गाम्पाते कुदासाई।